हाई एभ्रिवान, म चाहिँ आज लकअप सिजन 2 एपिसोड 16 को रिभ्यू गर्दैछु। भिडियो लास्टसम्म हेरिदिनु होला। सबभन्दा सुरुमा कुरा गरौँ, आकांक्षा चौधरीलाई चाहिँ सिक्रेट रुममा राखेको थियो अनि सिक्रेट रुमबाट चाहिँ त्यो प्याम र आकांक्षा चौमुलाको कुरा सुन्दै थिए। प्यामको कुरा चाहिँ आकांक्षा चौधरीले थाहा पाए अनि अब त्यसले वरुणलाई पनि भन्छ होला क्या, अनि वरुण प्यामहरू अलग अलग हुँदै जान्छन् जस्तो मलाई लाग्छ। एउटा कुरा चाहिँ अचम्म लागेको क्या, वरुण सधैँ सिक्रेट रुम जाँदो रहेछ, हामीलाई किन देखाएन क्या, कस्तो यार छ्याक खाँदो रहेछ बसेर, के गर्दो रहेछ हामीलाई किन नदेखाएको। अनि वरुणलाई चाहिँ एउटा टास्क दिन्छ आकांक्षालाई खाना ल्याएर दिनुपर्ने, त्यो कोइन हुन्छ उसको खानामा अनि कोइन लुकाएर ल्याएर आकांक्षालाई दिनुपर्ने अरे। त्यो टास्क पनि राम्रै थियो, वरुणले राम्रैसँग गरो बाहिर फाल्दियो अनि आकांक्षाले लिएर आए अनि उसले खाना खाए। अब केही गर्दैन, एउटा टास्क भए पनि गर्छ होला क्या। अनि अब त्यो गेमको बारेमा कुरा गरौँ, जुन चाहिँ प्यामले गराउँदै थिए कलेसी औरत अरे, त्यो त ठिकै छ कि, तर त्यो श्रेयालाई उता हट भनेको कति नराम्रो कुरा हो भन्नु त तपाईँहरू आफै। उता हट उता बस भन्छन् उनीहरू चाहिँ, अनि उनीहरूलाई चाहिँ श्रेयाबाट रेस्पेक्ट चाहियो अरे, दिन्छ रेस्पेक्टको पनि श्रेया र शिल्पाले। उही अनि त्यो प्यामले श्रेयालाई बदतमिज औरत भने हाँस्दै, अनि त्यो आकांक्षा चौमुला चाहिँ हो अरे, हो कसरी भने कि छ्या, कति नराम्रो लागेको थियो मलाई। अनि टास्क गर्न जाँदा पनि चेयर नगरेको क्या त्यो अरू मान्छेहरूले, कस्तो नराम्रो लागेको मलाई त। छ्या बिचारा श्रेया एकदम एक्लै बनाइदिन्छन् होला त्यसलाई त। श्रेयाले टास्क गर्दै थिए अनि राम कपूरलाई चाहिँ अब टोइलेट लाग्यो त जान नपाउने, त्यसमा चाहिँ श्रेया एकदम गलत थियो जस्तो मलाई लाग्यो, किनभने अब टोइलेट लागेको छ त उसको टास्क हेरेर बस्नु त कहीँ। अनि आजको टास्कहरू चाहिँ सबैजनाले राम्रो गरेको थियो, मलाई चाहिँ सबभन्दा मन परेको सुफीको थियो क्या, एकदम मन परेको थियो। अनि टास्क भनेपछि याद आयो, एउटा कुरा गरौँ ल, एउटा त्यो श्रेयाको वाला। श्रेयाले योगेशलाई फ्लर्ट गर्नुपर्ने हुन्थ्यो अनि योगेशले आई एम कमिटेड भन्छ, अनि श्रेयाले आई लाइक कमिटेड म्यान अरे, क्लकिट भएको थियो क्या, कसम बेज्जती त अगु तारा। मलाई त यस्तो हाँस उठेको थियो नि त्यो भनेको, कसम छ। अनि अब कुरा गरौँ आजको खतरा टपिक, श्रेयाले आकांक्षा सिक्रेट रुममा छे होला भनेर गेस गर्दै क्या। मलाई त क्या माइन्ड गेम खेली यार, कसम दिमाग रहेछ त्यो केटीमा। म त टास्कहरू गर्ने यस्तो त्यस्तो झगडा गर्ने भनेर सोच्थेँ, तर दिमाग त खतरा लगाउँदै रहेछ यार। यति धेरै रियालिटी सो गरेर चाहिँ उसलाई त्यति चाहिँ थाहा रहेछ कि को के हो, कसले के गर्दैछ, अलिकति हुन्छ नि दिमाग लाउनु पर्दा चाहिँ लाउँदै रहेछ। अनि हिजोको एपिसोड चाहिँ यतिमै सक्यो है, तर लास्टै अल्छी लाग्यो मलाई हिजोको एपिसोड चाहिँ। हजुरहरूलाई के लाग्यो प्लिज कमेन्ट गर्नु होला। अनि हिजोको प्रोमो चाहिँ दामी थियो यार, अब आज हेर्न मजा आउँछ। मलाई दामी चाहिँ के लागेको भन्दा त्यो शिल्पाले श्रेयाको झारिदिन्छ क्या, तिनीहरू बिच पनि झगडा हुन्छ होला क्या, अब मजा आउँछ हेर्न, के हुन्छ होला आज एकदम एक्साइटेड छु। हजुरहरू भिडियो हेर्नुहुन्छ कमेन्ट पनि गर्नु न, लाइक पनि गर्नु न, च्यानललाई सब्सक्राइब पनि गर्नु न प्लिज। च्यानललाई सब्सक्राइब, भिडियोमा लाइक र कमेन्ट गर्न नबिर्सिनुहोस् प्लिज प्लिज प्लिज। अनि थ्याङ्क यू फर वाचिङ, बाई, सी यु इन नेक्स्ट भिडियोमा कमेन्टहरू गर्नु होला हजुरहरूलाई कस्तो लाग्दैछ एपिसोडहरू, अनि हजुरको फेभरेट को हो प्लिज कमेन्ट गर्न नबिर्सिनु। बाई।